हेलो गाइस नमस्ते। आज मेरो ब्लग यो ब्लगको सुरुवात गर्नु छ हाम्रो किरण दाले। किरण दा के आखर भनिदिनु त हजुर। हेर्नुभयो एकछिन पनि फुर्सद छैन, एकछिन पनि केटी मान्छेहरुलाई एकछिन पनि फुर्सद हुँदैन। के भएको यस्तो किरण दा? आमाको माया भन्छन् गाइस। हेर्नु भयो यत्रो बुढो भइसक्यो, यत्रो बुढो भइसक्यो लाज शरम लाग्दैन। आमाले तेल लगाइदिनु परेको छ यसरी। अगाडि अगाडि यसरी नै तेल लगाएर पक्का पारेर कायोले यसो गरेर कोरेर पठाइदिन्थ्यो नि स्कुलमा। यहाँ हेर्नु गाइस, आमाले चाहिँ म राम्ररी देखाउन सक्दैन किनकि आमाले अब वस्त्र त्यस्तै धारण गरेर बस्नु भएको छ। त्यही भएर यो चाहिँ म गुवाहाटी लान्छ अरे। यो चाहिँ गुवाहाटी लान्छ अरे। ऊ सामानहरू चाहिँ बेलपातहरू आमको पातको के छ। आज अब के पूजा छ अरे रुममा, अनि त्यही भएर हो। बाई बाई। तपाईँ कोसँग कुरा गर्नु थाल्यो किरण दा? धरा पर्नुभयो तपाईँ, धरा पर्नुभयो। ओ बरु किरण दा पूजा हेर्ने पैसा त दिएर जानु। भ्यू हेर्न सक्नुहुन्छ के दामी छ। घाम लागिरहेको पुरा र अनि तिहार पनि अलिअलि लागिरहेछ। साफसुग्घर थोडा बहुत हुँदैछ। यहाँनिर हेर्नु, यहाँ चाहिँ हामीले यो खन्दैछौँ कि यो गोल राउन्ड बनाएर, अनि यहाँ बिचमा चाहिँ कोलगास गाड्छौँ किनकि यहाँ गेटमा अब दुईवटा कोलगासै भेटिँदैन। अनि त्यही भएर एउटै कोलगास हामी वर्षेनी त्यस्तै गर्छौँ। बिचमा यसरी घेर बनाउँछौँ यसरी, अनि यहाँनिर एउटा कोलगासरी गाडिदिन्छौँ। हेर्नु आजको वेदर चाहिँ साँच्चै नै बहुत राम्रो छ। हेर्दै पुरा टन्टला पुरा घाम लागिरहेछ। हाम्रो आमा यहाँ उफ्रिरहनु भएको छ। घरको हिटलर भनेको मेनहरू आमाहरू हुन्छन्। हेर मुख हेर्नु भयो कस्तो रिसाउनु भएको। खालि रिसाई खालि रिसाई। किन तपाईँ यस्तो रिसाई गर्नुहुन्छ? म अब जान्छु गाई बाख्रा यसो के अरे गाई बाख्रा बाँध्न र साफसुग्घर गर्न अलिकति सकेपछि फेरि दुबारा आउँदैछु गाइस। गाई बाख्रा बाँधेर आएँ, साफसुग्घर नि भयो। अब बाँकी दिवालीको काम छ, साफसुग्घर अरू बाँकी छ। भिन्दै साफसुग्घर बाँकी छ। अहिले चाहिँ चाह खाना आएको हामीले रेडी पार्नु भएको रहेछ चाय। हेर्नु यहाँ देखिए चाय इज रेडी। अलिअलि साफसफाइ भइसक्यो र अहिले चाहिँ म जान्छु अब यो फुर्किनको लागि। यहाँ यो बिहान मतलब हिजो अलिकति फुर्केर अलिकति राखेको थिएँ कि, अनि आज अब कम्प्लिट शेष पारिदिनु पर्यो। कसरी हुन्छ अब क्यामेरा धरिदिने मान्छे छैन मेरो त। अनि सो चलो गर्मी है। इतनी मेरा हालत खराब गाइस। यहाँ कैसा हो गया है मेरा हालत? पसीना पूरा का पूरा पसीना। आमा के गर्दै हुनुहुन्छ हेरौँ। पोचा मार्दै तिमी चाहिँ मैले घर लिप्नु भनेर माटो मुस्न थालेँ, अनि फटाफट घर सर लिप्नुमा एकदम व्यस्त भयो। अब के भन्नु होइन, आजकल चाहिँ घाम यस्तो लाग्छ नि गाइस कि भन्नु। 6 बजी नै पुरा चर्किन्छ आँगनमा घाम, अरू बाहिर निक्लिनै सकिँदैन। अब के भन्नु, आजकल त घामले पनि उग्र रूप लिनु भएको छ। अब के भन्नु गाइस, देखिए हमारी यहाँ हाम्रो टुङ्कुली पनि आइसक्यो। दिनु टिङ्कुली लु टेङ्कुलीलाई लु। पोज देना भाई हुन्छ हट्नु। टिङ्कुली पोज देना एउटा त सोनी लग रही है टिङ्कुली। यसवाली रिकी आई, अहिलेको टिङ्कुली थियो, यसवालीको रिकी। ए माला हालिदिनु, सबै हालिदिनु। खाँदाखेरि माला लगाइदिनु। टिङ्कुली ल यी त बिर्सिहालिसम्म। रिकी पोज दे एउटा, पोज दे रिकी, पोज दे। खोइ त पोज। हे गाइस, म अहिले नुहाइधुवाइ गरेर आइसकेँ र टिका पनि लगाइसकेँ। अब हामी जान्छौँ सबैजना बजार, माइजूहरू सबैजना भएर। सो हेर्दै जानु। अब हिँडेका बजार त्यहाँको बजार गएर हिँडेका हेर्नु सबैजना।
गाइस हामी अहिले आइपुग्यौँ यो काली मन्दिर भन्ने जग्गामा। यिनीहरू हुन्छ काली पूजा अनि हामी चाहिँ भोलि आउँछौँ होला सायद। यहाँ हेर्नु तपाईँलाई नजारा अलिअलि देखाउँछु। यहाँ हेर्नु काली पूजा हाम्रो यहाँको यस्तो हुन्छ है। मिठाईको दोकानहरू छ यहाँनिर सब यतै। त्यसपालि निकै दोकान लागेछ। मन्दिर चाहिँ उहाँ माथि छ। फाइनली हामी बजार आइपुग्यौँ। यहाँ नो बजार यस्तो लागेर छ। मलाई भनेको नो यहाँ चाहिँ कपडा छानछान भइरहेको छ। हामीले चाहिँ छानेर यतापट्टि राखेका छौँ नि, यो साइडमा राखेका छौँ। अनि यसपालि चाहिँ ढाका टोपी लिने भन्नु कहाँ राख्नुभयो ढाका टोपी चाहिँ? बाप्रे 3टा ढाका टोपी था किधर गयो? ये ढाका टोपी लिने भन्दैछ आमाले। अनि ढाका टोपी चाहिँ यस्तो छानेको यहाँ यस्तो छ ढाका टोपी चाहिँ 3जना बाजुलाई एउटा एउटै। अनि यहाँ चाहिँ सबैजनालाई गन्जी हो, गन्जी भन्दा सरी स्पोर्टिङ छ सबैजनालाई। यहाँ चाहिँ अन्जुलले छानेर नसक्ने परिन आज त्यो पुरा हिसाब गरिरहनु भएको छ मामाले। सब्जी लिँदैछु म यहाँनिर। बिलाइहरू लिउँ, खुर्सानीहरू लिउँ। यस्तो जतापट्टि सब्जी बजार जस्तो लागेको छ। बजार भयो कि भएन? के किन्नु त? के किन्नु? बजार भइसक्यो र अब घर आइनेकै मामाको टमटममा आसिरहनु भएको छ मामा। अरू सब पछाडि बसेको छन्। यहाँ चाहिँ आमाले तेलहरू लगेर राख्नु भएको रहेछ दियोहरूमै। अहिले रेडी हुँदैछ यहाँ दियो हाम्रै। जल्दी गर्नु आमा, जल्दी ढिलो भइसक्यो। गाइस सानो फाइनल लुक यस्तो भएको छ। सानो रङ्गोली सिम्पल टाइपको बनायो। भात रानीले ढिलो भइसकेको थियो त्यही भएर। एउटा गरिदिनु हैन? दुईटा राखिदेन। कोही सानो छ नि त अनि यहाँ दुईटा गरिदिनु। Nanti pasir ini. Tuh nih rasanya. Pak oke. So guys, यहाँ नो सब जगह अहिले दिया नै दिया भइसक्यो। दियो लगाएको छौँ यहाँनिर। हेर्नु अहिले घरको नजारा हेर्नु कस्तो भइरहेछ। उतापट्टि चाहिँ उता जुन दियो बलि राख्ने उतातिर ग्वाली घरहरू छ अनि उतातिर चाहिँ लगाएको छौँ। आमा आमा यतापट्टि साइडको लाइट बाल्दिनु न माथिको। यतापट्टि लाइट भयो भने चाहिँ अलिकति उज्यालो देखिन्छ कि भनेको। माथि लाइट छ। यहाँ हामी चाहिँ पछाडिको हेर्नु दृश्य हो। चाहिँ पछाडिको नजारा अनि चाहिँ अगाडिको लाइटको त्यति पोहर छैन नि त। लाइटको त्यति पोहर छैन त्यही भएर दूरसम्म उनी हुन सक्दैन नि। कस्तो लागेछ? सो गाइस सबैजनालाई ह्याप्पी दीपावली हैन, जति पनि हुनुहुन्छ अब। र भेट हुन्छ नेक्स्ट ब्लगमा। आजको लागि यति नै। बाई बाई।